होइन। कति कुराहरूमा मैले यसो विचार गरेको चाहिँ म एउटा यो तराई समुदायमा मधेसी फ्यामिलीमा चाहिँ कति कुरामा वञ्चितहरू एउटा छोरै भए पनि तैँले चाहिँ अलिकति सानै उमेरमा होइन गरिहाल्नुपर्छ कमाइहाल्नुपर्छ भन्ने खालको एउटा मेन्टालिटी हुँदो रहेछ। अनि विशेष गरी तर आज सबै कुरालाई छोडेर आज यति धेरै डाउन टु अर्थ होइन एकदमै धेरै रेस्पोन्सिबल बोकेको व्यक्ति हुनुहुन्छ रोहित राजवंशी सर। उहाँलाई नै म यो टाइम पास गर्न चाहन्छु। रोहित सर। ओके, हुन्छ। थ्याङ्क यू सो मच म्याम। आरती म्यामले चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु केही समय मलाई टाइम पास गरिदिनु भएकोमा। सो फेरि पनि सम्पूर्ण नमस्कार। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि सबैजना ह्याप्पी हुनुहुन्छ होला, राइट? म आफ्नो परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ रोहित राजवंशी। म चाहिँ विराटनगरबाट छु र केही समयदेखि यस इन्डस्ट्रीमा आबद्ध भएर काम गरिरहेको छु। एकदमै मजा आइरहेछ र जोस जागर पनि बढिरहेछ काम गर्नको लागि। सो फर्स्ट अफ अल त म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो सिनियरलाई, हो, जसले मलाई यतिको लायक बनाउनु भयो, जो अमृता म्याम हुनुहुन्छ। धेरै धेरै धन्यवाद उहाँलाई। र अनि मजाको कुरा के छ भने यो इन्डस्ट्रीमा प्राइम वेलबिङ प्राइभेट लिमिटेडमा जहिलेदेखि काम गरिरहेको छु त्यति बेलादेखि नै धेरै साथ सपोर्ट पाइरहेको छु सिनियरबाट। र मैले एक्सपेक्टेसन पनि गरेको थिइनँ कि होल प्राइम वेलबिङ प्राइभेट लिमिटेडलाई चाहिँ मैले मतलब एज अ कम्पनीको तर्फबाट चाहिँ म यसरी वेबिनार रिप्रेजेन्ट गर्छु भन्ने मैले कहिले पनि सोचेको थिइनँ है। किनकि जहिले पनि वेबिनार दिनेहरू चाहिँ एउटा हाई लेभलकै ऱ्याङ्कमा पुगिसके पछाडि दिनुहुने गर्दछ। तर मैले चाहिँ एज अ म जुन ऱ्याङ्कमा छु त्यो ऱ्याङ्कमा चाहिँ म दिन पाउँछु भन्ने एक्सपेक्ट त मैले गरेको थिइनँ। तर थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो सुमित सरलाई। उहाँले मलाई एउटा अवसर दिनुभयो जसलाई मैले ग्र्याब गरेँ र आज तपाईँको सामु केही मैले भोगेको कुराहरू आफ्नो अनुभवबाट सिकेको कुराहरू सेयर गर्नवाला छु। सो सबैजना सुन्नको लागि रेडी हुनुहुन्छ? ओके, रेडी हुनुहुन्छ भने सो म पनि रेडी भइसकेको छु। थोरै आफ्नो पास्टको कुरा गर्छु ल। अनि के छ भने थोरै कामकै कुरा भन्ने हो भने आज हर कोही पैसै कमाउन आएको, म पनि पैसा नै कमाउन चाहन्थेँ पहिलादेखि नै, सानोदेखि नै। अनि म चाहिँ एउटा मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्छु। स्टडी मैले +2 सम्म मात्रै गरेँ। +2 साइन्स लिएर पढिरहेको थिएँ। सपना ठुलो थियो तर औकात थिएन। सानोदेखि नै धेरै ठुलो सपना देखिएको थियो तर साथ सपोर्ट दिने मान्छे कोही पनि थिएन। जब म सानो थिएँ, सानो हुँदाखेरि बाबा हुनुहुन्थ्यो अनि मम्मी हुनुहुन्थ्यो। जहिले पनि कुनै पनि कुरामा मलाई सपोर्ट दिने क्या। मलाई केही पनि चिज गर्न मन लाग्यो भने मेरो बाबा जहिले पनि मलाई हेल्प गर्ने, मेरो मम्मीले जहिले पनि मलाई सपोर्ट गर्ने क्या। तर केही समय पछाडि जब 13 वर्षको थिएँ, 13 वर्षको हुँदै जाँदाखेरि बाबा बित्नुभयो। अनि बाबा बित्दै जाँदाखेरि त्यतिखेर म एकदमै सानो थिएँ, केही पनि मलाई थाहा थिएन। मलाई के गर्नुपर्छ, के सही हो के गलत हो मलाई केही पनि थाहा थिएन। त्यतिखेर चाहिँ यति कुरा चाहिँ थाहा थियो कि बाबा बित्दै जाँदाखेरि चाहिँ घरमा आर्थिक अवस्था पुरै कमजोर भइसकेको थियो क्या। किनकि घरको मेन खम्बा नै लडिसके पछाडि त घर कसरी दह्रो हुने र। त्यतिखेर चाहिँ मलाई माइन्डसेटमा के आउँथ्यो कि अब म पढाइ गरिरहेको छु, म पढाइ छोडिदिन्छु। त्यति बेला मैले पढाइ पनि छोडिदिएको थिएँ है। मैले त्यतिखेर 5 क्लासमा थिएँ। 5 क्लासमा पढाइ पनि छोडिदिएको थिएँ। होइन अब चाहिँ मलाई के खत्रै गर्नुपर्छ भन्ने हिसाबले म आफ्नो मम्मीलाई हेल्प गर्छु भन्ने हिसाबले चाहिँ मैले राजमिस्त्री काम कतिजना थाहा छ होला होइन, इँटा बालुवाहरू उठाउँछ नि गाउँ गाउँमा, हो मैले त्यो काम जोइन गरेँ क्या। अनि त्यो काम जोइन गरेँ। जोइन गर्नको कारण यति मात्रै थियो कि मलाई जसरी पनि पैसा होस् र म मेरो मम्मीले हेल्प गरौँ। किनकि मेरो मम्मीले पहिला कहिले पनि फ्याक्ट्रीहरूमा काम गर्नुहुन्थेन क्या। जब बाबा बित्नुभयो, बाबा बित्ने बित्तिकै मेरो मम्मीले पनि 12-12 घन्टा अरूको काम गर्नुपर्ने हुन्थ्यो। त्यो काम गरिसकेको जुन पैसा हुन्थ्यो नि त्यो पैसाले पनि घरमा पुग्थेन क्या। एक समय यस्तो समय आइसकेको थियो कि हामीले खान गाह्रो भइरहेको थियो क्या। त्यतिखेर त्यो सबै थोक हेर्दै जाँदाखेरि मलाई चाहनुहुन्थ्यो भने मेरो मम्मीले मलाई सरकारी स्कुलमा पनि पढाउन सक्नुहुन्थ्यो। तर मलाई बोर्डिङ स्कुलमा पढाउनु भयो क्या। किन कि आउने दिनमा मेरो छोराको भविष्य राम्रो हुन्छ भन्ने हिसाबले। त्यतिखेर त्यो हेर्दै जाँदाखेरि मलाई चाहिँ कस्तो लाग्यो भने मैले पनि जे गरेर पनि हेल्प गर्नुपर्छ भन्ने हिसाबले मैले काम जोइन गरेँ। काम गर्दै जाँदाखेरि केही समय पछाडि मैले काम गरेर पैसा अर्निङ गरिरहेको थिएँ। त्यस पछाडि मम्मीले भन्नुभयो जे छ तिमी पढ, पढाइमा ध्यान देऊ, अहिले न काम गर भन्ने हिसाबले मलाई त्यतिखेर 3-4 महिना काम गरेर छोडिदिएँ। अनि मैले चाहिँ फेरि पढाइ स्टडी कन्टिन्यू गर्न थालेँ। समय बित्दै गयो। त्यस पछाडि चाहिँ के भइदियो भने अब समाजको कुराहरू आउन थाल्यो क्या। जुन मान्छेहरू मलाई यस्तो रियलाइजेसन हुन्छ नि कसम से भनेको, म त्यो कुराहरू सम्झिन्छु नि अझै पनि। मलाई कस्तो अब रिभेन्ज, अब हुन त कसैसँग बदला त लिनु हुँदैन होइन, रिभेन्ज भन्छ नि एउटा, त्यो खुन खल्छ नि भन्छ नि,
होइन। त्यो म जब हेर्छु नि मान्छेहरूलाई कस्तो भित्रबाट आउँछ क्या। जब मेरो बाबा हुनुहुन्थ्यो नि, बाबा हुँदाखेरि हर कोही गाउँको मान्छेले केही पनि समस्या पर्दाखेरि मेरो बाबा नै आउनुहुन्थ्यो क्या हेल्प माग्नको लागि। अनि मेरो बाबा यस्तो मनको सफा हुनुहुन्थ्यो कि हरेकलाई हेल्प गरिदिने क्या। राति 12 बजे पनि कुनै प्रब्लम हुँदाखेरि पनि उहाँलाई बाइकमा हस्पिटल पुर्याउनु पर्योदेखि लिएर हरेक कुछ गरिदिने। तर त्यही मान्छेहरू जब मेरो बाबा बित्नुभयो नि, त्यही मान्छेहरू पछाडि पछाडि खुट्टा खुट्टा तान्ने काम गर्ने, समाजमा मेरो मम्मीले नराम्रो कुराहरू भन्ने, हामीलाई हेप्ने, पैसाको बारेमा नराम्रो कुराहरू भन्ने, सबैको मैले त्यो एउटा समाजमा यस्तो खालको मैले समाजबाट हुर्केँ जहाँ मैले जहिले पनि नेगेटिभ, जहिले पनि झगडा यो कुराहरू मैले हेरेको छु क्या। जसले गर्दाखेरि मलाई रिस छिटो उठ्ने क्या पहिलादेखि नै। अनि रिस उठ्दाखेरि पनि म केही पनि गर्न सक्थिनँ किनकि मेरो बाबा हुनुहुन्न। म कसरी हात उठाउने, म आफूभन्दा ठुलोलाई कसरी कराउने, मेरो त्यो क्षमतै थिएन क्या। त्यसले गर्दाखेरि त्यो भित्रमा जहिले पनि रिस बढिरहन्थ्यो। तर त्यो रिस मैले कुनै मान्छेलाई गाली गरेर, कुनै मान्छेसँग झगडा गरेर नगरिकन मैले चाहिँ आफ्नो कामप्रति सिरियस भएर त्यो बेला पनि मैले काम गर्न स्टार्ट गरेँ। अनि कमाएर सबै मैले मम्मीलाई दिन स्टार्ट गरेँ क्या। त्यो बेलादेखि युट्युब च्यानल स्टार्ट गरेँ, त्यहाँदेखि काम गर्दै गएँ। प्लस टूको सेकेन्ड टर्म इक्जाम दिएर बसिरहेको थिएँ। त्यस पछाडि मैले यो डाइरेक्ट सेलिङको बारेमा बुझ्ने मौका पाएँ मेरो दाइको थ्रुबाट। सो मेरो दाइको थ्रुबाट यो इन्डस्ट्रीलाई बुझ्ने मौका पाएँ। त्यतिखेर म युट्युब गर्थेँ। मेरो युट्युब च्यानल थियो, त्यहाँबाट पनि म राम्रै अर्निङ गरिरहेको थिएँ। धेरै कुराहरू मैले त्यहाँबाट सिकिसकेको थिएँ। त्यतिखेर मेरो दाइले चाहिँ मलाई के भन्नुभयो, यो यस्तो डाइरेक्ट सेलिङ काम हो भनेर मलाई कहिले पनि भन्नुभएन। उहाँले के भन्नुभयो कि यहाँबाट तिमी चाहिँ जोइन भयो भने यस्तो खतरा गर्न सक्छौ, तिमी जस्तो यङ स्टार, तिमी जस्तो हल्का खतरनाक क्रिएटिभिटीवाला मान्छे यहाँ खतरा गर्न सक्छौ भनेर भन्नुभयो क्या। अनि मलाई इन्ट्रेस्ट लाग्यो, के हो खोइ बुझौँ त भन्ने हिसाबले म आइसके पछाडि ट्रेनिङ लिएँ। ट्रेनिङ कम्प्लिट गरिसके पछाडि फर्स्ट टाइम जिन्दगीमा केही कुरा मैले रियलाइजेसन गरेँ क्या। के रियलाइजेसन गरेँ भने म त मधेसी वर्गको पर्छु, जसलाई नेपाली बोल्न पनि प्रष्ट तरिकाले आउँदैन। किनकि मेरो स्कुलिङ पनि गाउँको स्कुलबाट भएको हो। त्यति नेपाली पनि बोलिन्थेन, आफ्नै भाषामा चल्थ्यो क्या। कलेज पनि पढ्दाखेरि त्यति त्यो तरिकाले नेपाली केटाहरूसँग यो भएन, फ्रेन्डसिप भएन। हाम्रै भाषाको केटाहरूसँग, हाम्रै मधेसी केटाहरूसँग फ्रेन्ड थियो। त्यसले गर्दाखेरि नेपाली पनि मजाले बोल्न आउँथेन। मजा कुरा के छ भने जब म यो ठाउँमा आएँ, म यत्रो ठुलो भइसकेको छु, म पैसा कमाइरहेको छु, तर म भन्दा पनि सानो सानो केटाकेटी फुचाफुचीहरू गएर स्टेजमा बोलिरहेछ क्या। आफूलाई कस्तो लाग्यो क्या कि सायद मसँग पैसा छ तर मसँग व्यक्तिगत मेरो पर्सनल डेभलपमेन्ट भएको छैन, मेरो बोल्ने क्षमता छैन। म कुनै पनि चिजलाई कुनै मान्छेसम्म राख्नै सक्दिनँ, बुझाउनै सक्दिनँ, बोल्नै सक्दिनँ भन्ने त्यो मलाई फिल भयो। कस्तो कमजोर भयो क्या। म पैसा छ तर मसँग त्यो क्यापेसिटी छैन भन्ने मलाई महसुस भयो। त्यस पछाडि जुन पैसाहरूको बारेमा यो ठाउँबाट देखाइएको थियो कि यहाँ आइसके पछाडि यति पैसा कमाउन सकिन्छ हो, यहाँबाट कार लिन सकिन्छ हो, बाइक लिन सकिन्छ, घर बनाउन सकिन्छ। यो कुरा हेर्दाखेरि पनि मलाई एट्र्याक्ट भयो क्या कि यस है म पनि यो इन्डस्ट्रीबाट गरेँ भने मैले पनि राम्रो पैसा कमाउन सक्छु भन्ने हिसाबले। तर भन्छ नि एक्सपेक्टेसन भर्सेस रियालिटी फरक हुँदो रहेछ क्या त्यसले पनि है। एक्सपेक्टेसन भर्सेस रियालिटी फरक हुँदो रहेछ। के भन्न सक्दाखेरि जब म यो ठाउँमा आउँदै थिएँ, कति मान्छेले मलाई नेगेटिभ बनायो क्या। कति मान्छेले मलाई के भनौँ, यस्तो खालको काम नगर, डुब्छस् फस्छस्देखि लिएर धेरै कुराहरू भनौँ। अरूले भनेनन्, आफ्नै समाजको मान्छेले भन्यो, आफ्नै परिवारको मान्छेहरूले भन्यो क्या। इभन जब मैले जोइन गर्न आँटेको थिएँ त्यतिखेर मलाई धेरै मान्छे, मेरो होल परिवारले राखेर मलाई सबैजनाले सम्झाएर कि तिम्रो त युट्युब च्यानल छँदैछ, तिमी युट्युबबाट राम्रै पैसा कमाउँछौ, किन यो इन्डस्ट्रीमा जान चाहन्छौ भनेर, जबकि यो डुबाउने फसाउने काम हो भन्ने हिसाबले मलाई भन्यो क्या। त्यस पछाडि मैले एउटा दिमागमा मात्र के लिएको थिएँ भने हिजोको दिनमा युट्युब गर्नको लागि पनि मलाई कसैले भनेको थिएन। मैले खुद आफै चुज गरेको थिएँ। अनि चुज गर्दा गर्दा मैले गरेको थिएँ। आज पनि यो इन्डस्ट्रीको बारेमा मैले बुझेको छु, समाजले होइन। अनि मेरो दिमागमा के आइदियो भने कि जो मान्छे सक्सेस भएको छ म उसको कुरा मान्नु, कि जो मान्छे फेलियर भएको छ म उसको कुरा मान्नु भयो क्या। जहाँ मैले त्यति बेला हाम्रो अर्जुन सरलाई हेरिराखेको थिएँ, अमृता म्यामलाई हेरिराखेको थिएँ, राम्रो उहाँहरूले गरिराख्नु भएको थियो, सब थोक राम्रो भइरहेको थियो क्या। अनि त्यो हुँदै जाँदाखेरि मलाई चाहिँ के महसुस भयो भने कि म उहाँहरूको साथमा भयो भने आउने दिनमा म पनि उहाँ जस्तो व्यक्ति बन्न चाहन्छु भन्ने त्यो ट्रस्टले म चाहिँ यो इन्डस्ट्रीलाई खासमा जोइन गरेको क्या। अनि जोइन गर्दै जाँदाखेरि सबभन्दा फर्स्टमा मैले जोइन गरेँ 1 मन्थकै अन्तरालमै मेरो के भयो त व्यक्तित्व विकास भयो, पर्सनल डेभलपमेन्ट भयो। जहाँ हिजोको दिनमा नबोल्न सक्ने व्यक्ति आज चाहिँ अब थोरै बोल्न स्टार्ट गरियो क्या।
म यस्तो इन्ट्रोभर्ट केटा हो नि, म कसैको पनि अगाडि बोल्नको लागि कस्तो मलाई डर लाग्ने क्या। क्यामेराको अगाडि बोल्न सक्थेँ किनकि युट्युब गर्थेँ। तर जब कोही मान्छेको अगाडि बोल्नु पर्यो भने मलाई लास्टै डर लाग्थ्यो क्या है। त्यस्तो खालको समस्याहरू थियो मलाई। तर जब यो ठाउँमा आएँ, यो ठाउँमा आइसकेपछि क्लासेसहरू दिन स्टार्ट गरेँ, त्यो गर्दै जाँदाखेरि कन्फिडेन्ट लेभल बढ्यो क्या है। कन्फिडेन्ट लेभल बढ्न थाल्यो। त्यस पछाडि मलाई चाहिँ स्टार्टिङमा कस्तो सोच आउँथ्यो भने कि अब यो ठाउँबाट म काम गर्छु, काम गरेर राम्रो पैसा कमाउँछु, त्यस पछाडि म सेटल भइहाल्छु, त्यस पछाडि म विदेश हिँडिदिन्छु, कस्तो कस्तो खालको सोच आउने क्या फेरि। म यहाँबाट काम गर्छु, राम्रो पैसा कमाउँछु, काम गरेर राम्रो पैसा कमाएर सेटल हुन्छु, त्यसबाट म विदेश हिँड्छु भन्ने मेरो सोच हुन्थ्यो क्या त्यतिखेर। फर्स्टचोटि जब थाहा थिएन। जब मैले यो ठाउँको, यो कम्पनीको प्लान बुझेँ, यो इन्डस्ट्रीको जब मैले प्लान बुझेँ, बुझ्दै जाँदाखेरि आउने दिनमा यो डाइरेक्ट सेलिङको फ्युचर के हो त अब मलाई प्रश्न हुन थाल्यो क्या बिस्तारै बिस्तारै जब म भिङ्दै गएँ, जब म सिनियर्ससँग भेट्दै गएँ अनि त्यस पछाडि मलाई थाहा हुँदै गयो। के थाहा भयो भने म भन्छु मैले चाहिँ डाइरेक्ट सेलिङ किन चुज गरेँ भने सिम्पल कुरा, मलाई मेरोमा कमी कति कुराहरू थियो क्या जहाँ मैले बोल्न सक्दिनँ, मैले बोल्न सिक्नको लागि। फर्स्टचोटि मैले यो कुरा थाहा पाएँ कि हामीले आजको समयमा धनी हुनु छ भने, आजको समयमा हामीले आफूले चाहेको जस्तो लाइफस्टाइल चाहियो भने आजको समयमा हामीले बिजनेस गर्न एकदम जरुरी छ। तर बिजनेस गर्नको लागि चाहिँ म कहाँ जानु त? म कलेज जान्छु र कलेजमा जोइन गरिसके पछाडि बिबिएस जोइन गरिसके पछाडि के 4th इयर कम्प्लिट गर्ने बित्तिकै के म बिजनेस ओनर बन्छु त? होइन त? अनि अझै एउटा क्वेसन के थियो भने कि जुन टिचरले हामीलाई बिजनेस सिकाउँछौ, किन यो इन्डस्ट्रीमा जान चाहन्छौ भनेर, जबकि यो डुबाउने फसाउने काम हो भन्ने हिसाबले मलाई भन्यो क्या। त्यस पछाडि मैले एउटा दिमागमा मात्र के लिएको थिएँ भने हिजोको दिनमा युट्युब गर्नको लागि पनि मलाई कसैले भनेको थिएन। मैले खुद आफै चुज गरेको थिएँ अनि चुज गर्दा गर्दा मैले गरेको थिएँ। आज पनि यो इन्डस्ट्रीको बारेमा मैले बुझेको छु, समाजले होइन। अनि मेरो दिमागमा के आइदियो भने कि जो मान्छे सक्सेस भएको छ म उसको कुरा मान्नु, कि जो मान्छे फेलियर भएको छ म उसको कुरा मान्नु भयो क्या। जहाँ मैले त्यति बेला हाम्रो अर्जुन सरलाई हेरिराखेको थिएँ, अमृता म्यामलाई हेरिराखेको थिएँ, राम्रो उहाँहरूले गरिराख्नु भएको थियो, सब थोक राम्रो भइरहेको थियो क्या। अनि त्यो हुँदै जाँदाखेरि मलाई चाहिँ के महसुस भयो भने कि म उहाँहरूको साथमा भयो भने आउने दिनमा म पनि उहाँ जस्तो व्यक्ति बन्न चाहन्छु भन्ने त्यो ट्रस्टले म चाहिँ यो इन्डस्ट्रीलाई खासमा जोइन गरेको क्या। अनि जोइन गर्दै जाँदाखेरि सबभन्दा फर्स्टमा मैले जोइन गरेँ 1 मन्थकै अन्तरालमै मेरो के भयो त व्यक्तित्व विकास भयो, पर्सनल डेभलपमेन्ट भयो। जहाँ हिजोको दिनमा नबोल्न सक्ने व्यक्ति आज चाहिँ अब थोरै-थोरै बोल्न स्टार्ट गरियो क्या। म यस्तो इन्ट्रोभर्ट केटा हो नि, म कसैको पनि अगाडि बोल्नको लागि कस्तो मलाई डर लाग्ने क्या। क्यामेराको अगाडि बोल्न सक्थेँ किनकि युट्युब गर्थेँ। तर जब कोही मान्छेको अगाडि बोल्नु पर्यो भने मलाई लास्टै डर लाग्थ्यो क्या है। त्यस्तो खालको समस्याहरू थियो मलाई। तर जब यो ठाउँमा आएँ, यो ठाउँमा आइसकेपछि क्लासेसहरू दिन स्टार्ट गरेँ, त्यो गर्दै जाँदाखेरि कन्फिडेन्ट लेभल बढ्यो क्या है। कन्फिडेन्ट लेभल बढ्न थाल्यो। त्यस पछाडि मलाई चाहिँ स्टार्टिङमा कस्तो सोच आउँथ्यो भने कि अब यो ठाउँबाट म काम गर्छु, काम गरेर राम्रो पैसा कमाउँछु, त्यस पछाडि म सेटल भइहाल्छु, त्यस पछाडि म विदेश हिँडिदिन्छु, कस्तो कस्तो खालको सोच आउने क्या फेरि। म यहाँबाट काम गर्छु, राम्रो पैसा कमाउँछु, काम गरेर राम्रो पैसा कमाएर सेटल हुन्छु, त्यसबाट म विदेश हिँड्छु भन्ने मेरो सोच हुन्थ्यो क्या त्यतिखेर। फर्स्टचोटि जब थाहा थिएन। जब मैले यो ठाउँको, यो कम्पनीको प्लान बुझेँ, यो इन्डस्ट्रीको जब मैले प्लान बुझेँ, बुझ्दै जाँदाखेरि आउने दिनमा यो डाइरेक्ट सेलिङको फ्युचर के हो त अब मलाई प्रश्न हुन थाल्यो क्या बिस्तारै बिस्तारै जब म भिङ्दै गएँ, जब म सिनियर्ससँग भेट्दै गएँ अनि त्यस पछाडि मलाई थाहा हुँदै गयो। के थाहा भयो भने म भन्छु मैले चाहिँ डाइरेक्ट सेलिङ किन चुज गरेँ भने सिम्पल कुरा, मलाई मेरोमा कमी कति कुराहरू थियो क्या जहाँ मैले बोल्न सक्दिनँ, मैले बोल्न सिक्नको लागि। फर्स्टचोटि मैले यो कुरा थाहा पाएँ कि हामीले आजको समयमा धनी हुनु छ भने, आजको समयमा हामीले आफूले चाहेको जस्तो लाइफस्टाइल चाहियो भने आजको समयमा हामीले बिजनेस गर्न एकदम जरुरी छ। तर बिजनेस गर्नको लागि चाहिँ म कहाँ जानु त? म कलेज जान्छु र कलेजमा जोइन गरिसके पछाडि बिबिएस जोइन गरिसके पछाडि के 4th इयर कम्प्लिट गर्ने बित्तिकै के म बिजनेस ओनर बन्छु त? होइन त? अनि अझै एउटा क्वेसन के थियो भने कि जुन टिचरले हामीलाई बिजनेस सिकाउँछ कि त्यो टिचरले बिजनेस गरिरहेको छ त? भन्ने मलाई आयो क्या। त्यसले गर्दाखेरि क्लिक भयो क्या। अनि यहाँ चाहिँ मलाई चाहिँ के लाग्यो भने जो व्यक्ति हामीलाई क्लासेस दिइराख्नु भएको थियो, जो सिनियर व्यक्तिहरूलाई हेरिराखेको थिएँ, सुमित गौतम सरलाई हेरिराख्नु भएको थिएँ, उहाँहरूलाई हेरिरहेको थिएँ, उहाँको स्ट्रगल हेर्दै जाँदाखेरि उहाँ पनि 0 लेभलदेखि उठेको व्यक्ति हो क्या। जो हिजोको दिनमा आजभन्दा 10-15 साल पहिला हामी जस्तै हुनुहुन्थ्यो नर्मल व्यक्ति। तर आज यस्तो खालको उहाँले आफ्नो खतरनाक औकात बनाइसक्नु भएको छ, आफ्नो पहिचान बनाइसक्नु भएको छ, घरदेखि गाडीले हरेक चिज एउटा ठाउँमा पुगिसक्नु भएको छ, एउटा सोच्नेदेखि लिएर हरेक क्षमता बढिसकेको छ। त्यो कुरा हेरेर म एट्र्याक्ट भयो कि म चाहिँ कसको कुरा सुनौँ त?
म यस्तो खालको मान्छेसँग काम गरौँ जसले मलाई पराउँछ मात्रै, जसको कुनै एचिभमेन्ट छैन। कि म यस्तो खालको मान्छेको कुरा मानौँ जो मान्छेले आफ्नो लाइफमा 0 लेभलदेखि स्ट्रगल गर्दै गर्दै त्यो लेभलसम्म पुगेको छ क्या। त्यहाँदेखि मलाई के विश्वास भयो भने आज म पनि उहाँहरूसँग मिलेर काम गरेँ भने आउने दिनमा म त्यो लेभलमा पनि पुग्न सक्छु भन्ने मलाई विश्वास भयो क्या त्यतिखेर। अनि त्यही भएर मैले अब मलाई बिजनेस सिक्नुपर्छ भन्ने हिसाबले पनि मैले स्टार्ट गरेँ। कतिजना मान्छे यहाँ स्टार्ट त गर्नुहुन्छ, कसम से भनेको। यहाँ चाहिँ स्टार्ट त गर्नुहुन्छ, तर स्टार्ट गरिसके पछाडि मैले किन स्टार्ट गरेँ त्यो कुरा बिर्सिनुहुन्छ क्या। रियलमा त यो हो क्या। हामीलाई चाहिँ के लाग्छ भने मैले स्टार्ट गर्ने बित्तिकै अब मलाई पैसा आउन स्टार्ट भयो। होइन नि। सक्सेस हुन कहाँ इजी छ हौ? सक्सेस हुन कहाँ इजी छ? मैले रिसेन्टली भिडियो पनि हालेको थिएँ। आजकाल त कस्तो भइसकेको छ भने म चाहिँ अफिस भर्खरै मैले ओपनिङ गरेको छु। अफिसमा बस्दै जाँदाखेरि प्रोस्पेक्टले पहिला मलाई चिनेको हुन्छ, त्यस पछाडि म उसलाई चिनिरहेको हुन्छु क्या। किनकि प्राय मेरो भिडियोज नै हेरेर प्रोस्पेक्टहरू आइरहेको हुन्छ क्या। अचम्म लाग्छ। सो मलाई चाहिँ कस्तो लाग्न थाल्यो भने कि अब चाहिँ के खतरनाक गर्नुपर्छ भने मलाई त्यतिखेरदेखि नै दिमागमा आइरहेको थियो गर्नुपर्छ भन्ने। तर मैले एउटा सानो लेभलको सोचिरहेको थिएँ किनकि मलाई डाइरेक्ट सेलिङको पावर थाहा थिएन। तर आज मेरो डाइरेक्ट सेलिङ लिएर चाहिँ सोच कस्तो बनेको छ भने स्टार्टिङमा जब मैले कमाउन स्टार्ट गरेँ, मलाई चाहिँ के फिल भयो भने यस म कमाइरहेछु, अब चाहिँ म 2-4 जनालाई कमाउने लायकको बनाउन सक्छु। जब मैले काम गर्न स्टार्ट गरेँ, उनीहरूलाई हेल्प गर्न स्टार्ट गरेँ, उनीहरूले पनि कमाउन स्टार्ट गरिदियो क्या। अब मलाई के कन्फिडेन्ट आयो, अब 2-4 जना होइन, म आफ्नो गाउँको केटाहरूलाई पनि ल्याएँ भने, गाउँ सहरको कुनै पनि केटालाई मैले ल्याएँ भने, म त्यो केटालाई कमाउने लायकको बनाइदिन्छु किनकि मसँग स्किल्स छ। मलाई त्यो फिल हुन थाल्यो क्या। तर आज यो लेभलमा 2.5 वर्षको अन्तरालमा यहाँ काम गर्दै जाँदाखेरि अब यो कन्फिडेन्ट आउँदैछ कि जतिजनालाई पनि मलाई सिकाउनको लागिदेखि लिएर लिडरसिप गर्नको लागि दियो भने पनि म सिकाइदिन्छु क्या। होल नेपाललाई अब सिकाउनु पर्छ भन्ने आयो। त यो त कतिखेर आयो भने जतिखेर मैले यो ठाउँमा काम गर्दै गएँ, एचिभमेन्ट गर्दै गएँ अनि मलाई त्यो अहसास भयो, त्यो मेरो माइन्डसेट बन्यो क्या। एकैचोटि मैले स्टार्टिङमा त्यो सोचेर आएको थिइनँ। त्यो बिस्तारै हुँदै गयो क्या। अनि त्यस पछाडि मैले डाइरेक्ट सेलिङको पोटेन्सियल के हेर्दैछु भने अहिलेको युवालाई चाहिँ डाइरेक्ट सेलिङ किन गर्न जरुरी छ? म खुद आफूलाई हेर्दै जाँदाखेरि म त 0 लेभलको मान्छे त आज डाइरेक्ट सेलिङमा आएर रक गर्दैछु भने मेरो टिममा यस्तो खालको लिडर हुनुहुन्छ जसलाई नेपाली बोल्न पनि आउँथेन। इभन हाम्रो मधेसी समुदायबाट आइसकेको छ नेपालीबाट लास्टै गाह्रो हुन्छ क्या, म तपाईँलाई भन्न चाहन्छु। तर नपढे लेखेको 8 क्लास मात्र पढेको व्यक्तिलाई पनि हामीसँग काम गर्दाखेरि 1.5 वर्ष भएको छ। उहाँले अहिले आफ्नो खुदको टिमहरूलाई गाइड गरिराख्नु भएको छ। जस्तो खालको पनि तपाईँले सेसन दिनुहुन्छ, भनिदिनुहुन्छ, हरेक चिज उहाँले मेन्टेन गरिराख्नु भएको छ क्या। 8 क्लास पढेको विद्यार्थी जसले केही घरको रिजल्टले गर्दाखेरि पढाइ छुटिहाल्यो भने उहाँलाई मैले यतिको लायक बनाउँदै जाँदाखेरि के कन्फिडेन्ट आउँदैछ, अरे उहाँले 8 क्लास पढेकोलाई त बनाइदिइरहेछ भने त सोच्नुहोस् न अहिलेको समयको ब्याचलर कम्प्लिट गरेकोलाई कस्तो हान्छु होला त। ब्याचलर कम्प्लिट गरेको त शिक्षित हुन्छ, उनीहरूलाई म गर्न सक्दिनँ र त्यो कन्फिडेन्ट आयो क्या। जब मैले 1 जनालाई बनाउन सकेँ भने म यसरी नै 100 जनालाई बनाउँछु। यसरी नै 100 जनालाई बनाउन सक्यो भने म 1000 जनालाई बनाउँछु र 1000 जनालाई बनाउन सक्यो भने 1 लाखसम्म पनि म बनाउन सक्छु क्या। र यसरी नै भोलि दिनमा म नेपालमा बसेर नै यो डाइरेक्ट सेलिङको थ्रुले चाहिँ एउटा उद्यमी एन्टरप्रेन्योरसिपको पनि एउटा खुदको टिम ठुलो बनाउन सक्छु। मेरो थ्रुले उनीहरूलाई सिकाउन सक्छु र कम्पनीको एउटा इन्गेजमेन्ट, कम्पनीबाट इन्गेजमेन्ट गराएर उनीहरूलाई अगाडि बढाएर चाहिँ म त्यो लेभलसम्म पुर्याउन सक्छु भन्ने एउटा कन्फिडेन्ट आयो क्या। त मैले डाइरेक्ट सेलिङ चाहिँ अहिले समयको केटाहरूले किन गर्नुपर्छ, युवाहरूले चाहिँ किन गर्नुपर्छ भने खुदको पर्सनल डेभलपमेन्ट गर्नको लागि। पढेर मात्र केही पनि हुँदैन, कसम से भनेको। यहाँ डिग्री गरेको मान्छे मनेरी आउँछ यहाँ जब माग्नको लागि, ब्रो केही सिकाइदेऊ न भनेर। ब्याचलर कम्प्लिट गरेको, मास्टर्स गरेको व्यक्ति पनि हुनुहुन्छ मेरो कन्ट्याक्टमा, जो भन्दै हुनुहुन्छ मलाई पनि स्किल सिकाइदिनु भने सोच्नुहोस् न, आज पढे लेखेर मात्र पनि होइन क्या। आज पढाइको साथसाथ हामीसँग हुनुपर्ने भनेको स्किल्स हो है। हिजोको दिनमा मैले यो इन्डस्ट्रीमा आउनुभन्दा पहिला धेरै फिल्डमा मैले काम गरेँ। त्यो फिल्डमा जति पनि फिल्डमा काम गरेँ नि, त्यो फिल्डमा काम गरेको आज बल्ल मलाई डाइरेक्ट सेलिङमा काम लागिरहेछ क्या। किनकि त्यो फिल्डमा मैले कमाए पनि नकमाए पनि आज मैले त्यहाँबाट स्किल्स कमाएको छु। त भने हामीले डाइरेक्ट सेलिङमा चाहिँ किन मान्छेलाई यहाँ अपर्च्युनिटी दिनु पर्यो, किन चाहिँ एउटा युवाको लागि चाहिँ राम्रो हो भने यहाँ सबभन्दा फर्स्टमा कम्युनिकेसन स्किल सिकाइन्छ, पब्लिक स्पिकिङ सिकाइन्छ, बिजनेस गर्न सिकाइन्छ, त्यही पनि 0 लेभलदेखि सिकाइन्छ क्या।
अनि त्यो चिज मलाई प्राउड फिल गर्छु कि एउटा म गाउँको मान्छेले पनि उठाएर ल्यायो भने उसलाई म 6 महिनासम्म सिकाएँ भने उसलाई पनि म क्यापेबल बनाइदिन्छु क्या। भने यो पावर छ डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा क्या है। जहाँ तपाईँले एज अ यो इन्डस्ट्रीमा काम गर्दै जाँदाखेरिको चाहिँ मलाई कस्तो लाग्यो भने जस्तो काम गर्दै गयो फर्स्ट फर्स्ट साल चाहिँ जब घर आइयो, घर आउँदाखेरि मेरो आफ्नै दाइले जो ब्याङ्कको म्यानेजर हुनुहुन्छ अनि उहाँले डाइरेक्टली के फोकटिया काम गर्छस् मान्छेले डुबाउने फसाउने काम गर्छस् डाइरेक्ट भनिदियो क्या मलाई, डाइरेक्ट भनिदिनु भयो। त्यस पछाडि उहाँले के भन्नुभयो कि गाउँको तिमी दुनियाँको मान्छेले डुबाऊ तर गाउँको मान्छेलाई गाउँको केटाहरूलाई पनि एउटालाई पनि लग्यौ भने अनि मलाई भन भनेर भन्नुभयो क्या। अनि म हेर्छु तिमीलाई भनेर यसरी भन्नुभयो क्या। यसरी मलाई भन्नुभयो क्या कि अनि म तिमीलाई हेर्छु के गर्छु भनेर यसरी मलाई भन्नुभयो मेरो दाइले क्या। अनि जस्तै त्यो समयमा भन्दै जाँदाखेरि कस्तो म डिमोटिभेट भएँ कि के म साँच्चै किन यस्तो नराम्रो काम गर्दैछु त। जहाँ मैले कुनै मान्छे बेरामी छ त्यो मान्छेलाई हाम्रो कम्पनी फुड सप्लिमेन्टले ठिक गरिरहेछु, जो मान्छेले बोल्ने क्षमता छैन, जो मान्छेले सपना देखेको छैन त्यो मान्छेलाई मैले के अवसर दिइरहेछु, के सपना देखाउने एउटा बाटो म सँगसँगै अगाडि बढाइरहेछु कि म यत्तिकै साँच्चै गलत काम गर्दैछु र मलाई फिल भयो क्या। त्यतिखेर पनि मलाई डाउट लाग्यो, मलाई इन्डस्ट्रीमा पनि डाउट लाग्यो, आफूमा पनि डाउट लाग्यो क्या। तर मैले कसैको पनि सुनिनँ, मैले मेरो मनको सुने र मैले मेरो सिनियरको सुने। अनि सुन्दै जाँदाखेरि रिजेक्सन कति आउँछ यस्तो खालको कुरा कति आउँछ होइन। मलाई चाहिँ गर्नु छ, मलाई मेरो सपना पुरा गर्नु छ। कसको लागि गर्नु छ? मेरो मम्मीको लागि गर्नु छ, मलाई मेरो परिवारको लागि गर्नु छ, मलाई मेरो परिवारको लाइफ स्टाइल चेन्ज गर्नु छ। म एउटा यस्तो समाजमा बस्छु जहाँ बिहान उठ्ने बित्तिकै झगडा स्टार्ट हुन्छ, थाहा छ? आज म यहीँ घरमै बसिरहेको छु, अहिले घरबाटै गरिरहेको छु, अफिस विराटनगरमा छ। बिहानै उठ्ने बित्तिकै यो साइडमा पनि गाली गलौज स्टार्ट हुन्छ, यो साइडमा पनि गाली गलौज स्टार्ट हुन्छ। म किन काम गर्ने? म यो समाजबाट बाहिर निस्किनको लागि काम गर्ने क्या। डाइरेक्ट सेलिङ किन गर्नुपर्छ? यो ठाउँबाट आफ्नो साथसाथ आफ्नो परिवारलाई पनि म्याच्योर बनाउनको लागि, सही गलत छुट्याउनको लागि। अहिले मेरो मम्मीले पनि मेरो वेबिनार देखिराख्नु भएको छ। मतलब म खुद आफ्नो मम्मीलाई पनि, मेरो मम्मी फ्याक्ट्रीमा काम गर्नुहुन्छ तर म आफ्नो मम्मीलाई पनि सिकाइरहेको छु क्या कि डाइरेक्ट सेलिङ कसरी गर्नुपर्छ भनेर। किनकि यहाँ म खुद मात्र एजुकेट हुने होइन, मेरो परिवारलाई पनि एजुकेट हुने हो, परिवारलाई पनि एजुकेट गर्ने हो। र मेरो खुद होइन, मेरो हरेक टिमको, हरेक प्राइम वेलबिङ प्राइभेट लिमिटेडको जो मेम्बरहरू हुनुहुन्छ, डिस्ट्रिब्युटरहरू हुनुहुन्छ, उहाँहरूको सबैको परिवारलाई सिकाउने हो। हाम्रो गाउँ समाजमा किन नेगेटिभिटी छ भने किनकि गाउँको मान्छेहरू उनीहरूको हिसाबमा पनि एक तरिकाले ठिकै हो उहाँहरूको नेगेटिभिटी। किन भन्छ भन्दाखेरि गाउँ समाजमा डाइरेक्ट सेलिङमा कोही टप नै गरेको छैन, कोही सक्सेस नै भएको छैन। अनि कसले चाहिँ यो दिन्छ त, अथोरिटी दिन्छ त? कसैले गरेकै छैन क्या। जो पनि गरेको छ 2 महिना गरेर छोडिदिएको छ, आफ्नो ब्याड एक्सपिरियन्स सुनाइरहेको छ क्या। चाहे त्यो छोड्ने मान्छेले कुनै केटीसँग लभ गरेर छोडेको होस्, त्यो चाहिँ भन्दैन। फेरि मैले लभ गरेर छोडिदिएँ त्यो चाहिँ भन्दैन। के भन्छ? मैले त 2 फन्ना कम्पनी गरेको थिएँ हो, म त फन्ना कम्पनी गरेको थिएँ, भएन, मान्छे जोड्नुपर्छ भने। बिचारा के गरी खान्छ भन्छु म त त्यो मान्छेहरू त्यस्तो क्या। अनि सिम्पल मलाई चाहिँ कस्तो लाग्छ भने कस्तो खालको मान्छेहरू हो गाउँ समाजमा चाहिँ, कस्तो खालको मान्छेले प्रायोरिटी दिन्छ। किन चाहिँ त्यस्तो भन्छ भने नगर भने हामीले बुझ्न जरुरी छ। किनकि गाउँ समाजमा डाक्टर बनेको छ, इन्जिनियर बनेको छ, विदेश गएको छ होइन, यस्तै काम गरेको छ, जुन काममा उनीहरूले कमाएर घर बनाएको छ, आफ्नो परिवार पालिरहेको छ। तर उनीहरूले कुनै पनि गाउँ समाजमा डाइरेक्ट सेलिङदेखि लिएर अनलाइन त्यस्तो खालको कुनैमा सक्सेस भएको हेरेकै छैन। त्यही भएर चाहिँ गाउँ समाजको मान्छेले के भन्छ? यस्तो खालको काम नगर भनेर भन्छ। यो कुरा हामीले पनि बुझ्ने हो र उनीहरूलाई पनि बुझाउने हो क्या। त्यस्तो हो भने पहिलाको समयमा युट्युबरहरू पहिला युट्युबमा भिडियो बनाउँदाखेरि पनि मान्छेले कति नराम्रो कुराहरू भन्थे, फन्ना केटा के हेर्न के गर्दैछ, भिडियो सिडियो बनाउँदैछ भनेर। तर आज यही युट्युबरले चाहिँ किन सेल्फी लिनको लागि बसिरहेको हुन्छ होइन? आज यही युट्युबरहरूले चाहिँ किन वाह कति दामी भन्ने हिसाबले हेर्न उसको लाइफ स्टाइल हेर्न घुमिरहेछ भन्ने कुरा किन भन्छ? म चाहिँ आज यो डाइरेक्ट सेलिङलाई लिएर चाहिँ किन कन्फिडेन्ट छु भने किनकि यहाँको मैले आउने दिनको भिजन हेरेको छु, यहाँको मैले पोसिबिलिटिज हेरेको छु। पोसिबिलिटिज के भनेको हाम्रो मदर के भन्छ, हाम्रो छिमेकी कन्ट्री इन्डियालाई हेर्नु।
इन्डियामा लगभग 25-30 वर्षदेखि डाइरेक्ट सेलिङ कम्पनी चलिरहेछ, जहाँ कति लिगल तरिकाले चलिरहेछ, नियम कानुन हरेक चिज भइसकेको छ। यतिसम्म भइसकेको छ कि अब पढाइ निस्किसक्यो त्यहाँ। जसरी 10 क्लास पछाडि हामीले एजुकेसन लिन सक्छौँ, हामीले म्यानेजमेन्ट लिन सक्छौँ, साइन्स लिन सक्छौँ, त्यसरी नै अब 10 क्लास पछाडि उनीहरूले डाइरेक्ट सेलिङ पनि चुज गर्न सक्छ क्या। कति ठाउँमा त त्यो भइसकेको छ भने आउने दिनमा विराटनगरदेखि लिएर होल नेपालमा यस्तो खालको पढाइ आयो भने कसले सिकाउने त? म सिकाउँछु। कसले गर्ने त? म दिन्छु। कसले एजुकेसन दिने त? म दिन्छु। कसले कोर्स दिने त? म दिन्छु। सेल्स मार्केटिङ गर्ने कसले सिकाउने? म गर्छु। मैले त्यो सोचेर क्या। किन स्टार्टिङमा जब क्यारी मिनाटीले पनि युट्युब स्टार्ट गरेको थियो नि, आजभन्दा 11 साल पहिला, मैले पनि 9 साल पहिला गरेको थिएँ युट्युब स्टार्ट। आजभन्दा 9 साल पहिला मैले पनि युट्युब स्टार्ट गरेको थिएँ। तर क्यारी मिनाटी सक्सेसफुल हुनका कारण के हो? किनकि उसले त्यही 11 साल एउटा फिल्डमा दियो क्या। 11 वर्ष उसले एउटा फिल्डमा दियो, त्यही भएर एसियाको टप युट्युबरमा क्यारी मिनाटी चिनिन्छ। र भाग्यले मैले आज यो डाइरेक्ट सेलिङ फर्स्टमा जब नेपालमा आएको थियो त्यतिखेर मैले चिन्ने मौका पाएँ र यसमा आबद्ध हुने मौका पाएँ कि यहाँदेखि मैले के फ्युचर हेरेको छु भने आउने दिनमा म पनि बन्छु भने यो कम्पनीको यो डाइरेक्ट सेलिङको एउटा टप अर्नर र एउटा टप डिस्ट्रिब्युटर बन्छु क्या। जहाँ आउने दिनमा म पनि एउटा समाजमा एउटा यस्तो खालको छाप छोड्न चाहन्छु कि होइन, डाइरेक्ट सेलिङमा पनि करियर पोसिबिलिटी छ। हामीले यहाँबाट आफ्नो लाइफ चेन्ज गर्न सक्छौँ, आफ्नो परिवारको पनि लाइफ चेन्ज गर्न सक्छौँ। त्यो म देखाउन चाहन्छु क्या। किन हामी डाइरेक्ट सेलिङ गर्ने? आफ्नो परिवारको लागि गर्ने। कतिजनाले फेरि मोटिभेसन चाहियो क्या, फेरि होइन मोटिभेसन चाहिएन? गर न, छिटो गएर गर न, ओइ कहाँ छौ, आउ न यार, होइन आउ न, अफिस आउ न, फलोअप गरियो। कतिजना मोटिभेसन चाहियो क्या। होइन आज मलाई मन लागिरहेको छैन, म पछि गर्छु, म 2 दिनमा आउँछु, म 3 दिनमा आउँछु। के को मोटिभेसन? हामी भोलि जिन्दा रहन्छौँ भने के ग्यारेन्टी छ त? छैन नि त। जे छ आज छ। जे गर्नुपर्छ हामीले आज गर्नुपर्छ, अहिले गर्नुपर्छ। कसम से भनेको भोलि हामी उठ्छौँ भने कुनै पनि ग्यारेन्टी छैन। हामीले आज गर्नु पर्यो क्या। जे छ टार्गेट छ भने आज गर्नु पर्यो। मैले आजभन्दा पहिला नै कमिटमेन्ट गरेको थिएँ। मैले आजभन्दा पहिला एउटा कमिटमेन्ट गरेको थिएँ कि जब म गोवा टुर जान्छु, गोवा टुर जानुभन्दा पहिला म एउटा आइफोन 16 प्रो म्याक्स किन्छु। हो, आइफोन 16 प्रो म्याक्स किन्छु भनेर मैले भनेको थिएँ। मैले किने क्या। मैले आइफोन 16 प्रो म्याक्स किने, मैले ठुलो कुरा मैले मोबाइल किने, त्यो होइन क्या। मैले कमिटमेन्ट गरेको थिएँ हो। मतलब मैले आज कमिटमेन्ट के गर्दैछु, म आइफोन 16 प्रो म्याक्स किन्छु भनेर कमिटमेन्ट गरेको थिएँ, मैले किने। रिसेन्टली मैले के भनेको थिएँ, म अफिस खोल्छु भन्ने कमिटमेन्ट गरेको थिएँ, मैले अफिस खोलेँ। त्यसरी नै आउने दिनमा म घर बनाउँछु भन्ने कमिटमेन्ट गरेँ भने म घर बनाउँछु। मैले जग्गा किन्छु भन्ने कमिटमेन्ट गरेँ भने म जग्गा किन्छु। मैले मल्टिपल बिजनेस गर्ने भन्ने कमिटमेन्ट गर्छु भने म मल्टिपल बिजनेस बनाउँछु क्या। म आफ्नो शब्द, म जे चिज बोल्दैछु त्यो चिजलाई प्रुभ गर्दैछु क्या, प्रुभ। र मलाई यो चाहिँ कसैलाई देखाउनु पनि छैन क्या। यो चाहिँ म खुद आफूलाई, मेरो लडाइँ खुद मसँग छ क्या। मलाई कोसँग कम्पिटिसन पनि गर्नु छैन। मलाई जे चिज चाहिएको छ म यो चिज गरेर नै छोड्छु भने के त कम्पिटिसन म खुद आफैसँग खेल्छु। त्यही भएर सायद आज मैले यो अपर्च्युनिटी पाएँ कि हजुरहरूको माझमा म यसरी बोल्न सक्दैछु। सो मैले चाहिँ यो इन्डस्ट्रीबाट धेरै ठुलो सपनाहरू हेरेको छु र धेरैजनाहरू अहिले काम गरिराख्नु भएको छ, सबैजना आफ्नो टार्गेटमा कुदिराख्नु भएको छ। यति कुरा हो कि कसम से भनेको डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा तपाईँले यहाँ आएर जस्ट बसेर मात्र पनि हुँदैन। यहाँ तपाईँले लर्निङ गर्नु पर्यो, 100% प्रोभन स्किल सिक्नु पर्यो। तपाईँले जति छिटो स्किल सिक्नुहुन्छ त्यति छिटो अगाडि बढ्नुहुन्छ। अहिले समय परिवर्तन भइसक्यो। अहिले कुनै पनि बिजनेस तपाईँ हेर्नुहुन्छ भने अनलाइनमा बिजनेस अनलाइनमा छैन भने हामी अगाडि बढ्न सक्दैनौँ क्या। अफलाइनमा सीमित भएर पनि भएन, अब अनलाइन आउनु पर्यो हामी सबैजना। अब त्यो डिजिटलमा जानु पर्यो। कसम से भनेको अनलाइन प्रोस्पेक्टिङ कतिसम्म तपाईँ कुरा गर्न सक्नुहुन्छ। एकजनासँग, 2 जना, 3 जनासँग रिलेसन बिल्डअप गर्ने, के गर्ने, त्यस पछाडि इन्भिटेसन गर्ने। नो, समय चेन्ज भइसक्यो। अब आउनु न अनलाइनमा। मेरो अहिले हेर्नुहुन्छ भने 500 भन्दा पनि धेरै मेसेजहरू पेन्डिङ छ, मैले कुरै गर्न सकेको छैन बिजीले गर्दाखेरि। अनलाइनको पावर यस्तो छ क्या। एउटा भिडियो तपाईँको भाइरल गयो भने नि, 2 लाख गयो भने नि, त्यहाँबाट तपाईँको रिस्पोन्स लिड्स मात्रै पनि तपाईँको 1000-2000 पनि आउँछ क्या। त्यो 1000-2000सँग तपाईँ कुरा गर्नलाई दिन रात बितिहाल्छ।
त्यो पोसिबिलिटी छ क्या। हामीले कन्टेन्ट क्रिएसन स्टार्ट गर्यौँ भने तपाईँको राति पनि तपाईँ सुत्दाखेरि पनि तपाईँको भिडियोले काम गरिरहेको हुन्छ एज अ लिड्स, एज अ म्याग्नेटिक जस्तो, चम्बुक जस्तै क्या। भने एउटा सही तरिकाले एउटा सही चिजलाई लिएर अगाडि बढिरहेको छु र मलाई सिनियरहरू हुनुहुन्छ जो मलाई गाइड गरिराख्नु भएको छ। मेरो क्रिएटिभिटी र अमिता म्यामको सपोर्टले अगाडि बढिरहेको छु। बाँकी डाइरेक्टर सरहरू पनि हुनुहुन्छ, उहाँले गर्दाखेरि पनि अगाडि बढिरहेको छु। सो एकदम मजा आइरहेछ, जोस जागर पनि बढिरहेको छ। सो सायद मैले धेरै नै बोल्यो होला होइन, ठ्याक्कै मेरो समय पनि लगभग 20-30 मिनटको मात्रै नै थियो। मैले त्यही पनि 40 मिनट बोलेँ। बोल्ने त धेरै मन थियो क्या। मलाई कस्तो हुन्छ भने मलाई आफ्नो बारेमा कसैलाई भन्नु र उनीहरूलाई सिकाउनु र मैले सिकेको कुराहरू सिकाउन चाहिँ मजा आउँछ क्या मलाई। चाहे त्यो कुनै पनि चिजको बारेमा होस्, कन्टेन्ट क्रिएसनदेखि लिएर युट्युबहरूदेखि केही पनि होस्, चाहे यो डाइरेक्ट सेलिङको अनुभव होस्। तर म चाहिँ मेरो अनुभवले के भन्न चाहन्छु भने अहिलेको समयमा जुन स्थानमा म छु, जुन अहिले सिचुएसनमा छु, यो सिचुएसनमा म आएर के भन्न सक्छु भने औँला देखाउने मान्छे नि तपाईँलाई औँला देखाउने मान्छे धेरै हुन्छ क्या फेरि। हो यसरी देखाउने मान्छे धेरै हुन्छ। साला सरी साला वर्ड युज गरेँ, तर साला बोलेन भने फेरि दम आउँदैन, इनर्जी आउँदैन क्या फेरि मलाई। यस्तो हो क्या फेरि, साला बोलेर इनर्जी आउँदैन क्या फेरि मलाई हो। सो यस्तो गर्ने मान्छेहरू एकजना मेरो दाइ हुनुहुन्छ कि म तपाईँलाई थोरै सेयर गर्न चाहन्छु। यो मेरो दाइ हुनुहुन्छ, दाइले थाहा छ के भन्नुभयो, यो डाइरेक्ट सेलिङ इन्डस्ट्रीले यस्तो नेगेटिभ आमा जिन्दगी। दाइसँग बसियो किनकि म त दाइलाई रेस्पेक्ट गर्छु, पर्नु भएको छ नि त आफूभन्दा ठुलो त रेस्पेक्टै गर्नुपर्छ नि त, किनकि समयमा गधालाई पनि बाउ बनाउनु पर्छ होइन त, किनकि समयमा त गधालाई पनि बाउ बनाउनु पर्छ नि त। र भने मेरो दाइ हुनुहुन्थ्यो अनि दाइलाई मैले भने क्या मेरो एचिभमेन्ट, मैले के भन्छ मोबाइल किन्ने बित्तिकै गोवा टुर घुमेर आए। सब भिडियो फेरि हेर्छ क्या, फेरि सबै भिडियो हेर्छ हो। गाउँ आइसके पछाडि बसे, दाइ के हुँदैछ कस्तो हुँदैछ भनेर मैले सेयर गर्दै जाँदाखेरि अच्छा उहाँले के भन्नुभयो थाहा छ, हेर साथी, हेर भाइ, डाइरेक्ट भन्नु क्या, हेर भाइ तिमी चाहे यो इन्डस्ट्रीमा जति पनि पैसा कमाइहाल कि मेरो घर अगाडिबाट गाडी लिएर नै निस्क, त्यही पनि म यो कामलाई नराम्रै भन्छु क्या, त्यही पनि यो कामलाई म तिमीले ठगेर नै खाएको छस् भनेर भन्छु भन्छ क्या। अब म त सोच्छु कुनै मान्छेको मेन्टालिटी नै त्यस्तो हुँदो रहेछ क्या। हामी त्यो मान्छेले चेन्ज गर्न सक्दैनौँ, त्यसलाई इग्नोर गर्ने बाहेक केही पनि उपाय छैन। अनि उहाँको मैले सोधेँ क्या कि तपाईँ चाहिँ के गर्न चाहनुहुन्छ। उहाँले के भन्नुभयो थाहा छ, म चाहिँ सरकारी जागिरको तयारी गर्दैछु, गर्दा थोरै पैसा कमाउँछु, भएन भने म विदेश हिँडिदिन्छु भन्छ। मैले भनेछु बिचारालाई ESBI भनेको थाहै छैन, स्कुल कलेजमा पढाएकै छैन बिचारालाई, के भन्नु अब होइन। उहाँ रोबर्ट कियोसाकीलाई चिन्नु नै हुन्न उहाँले। कि हामीले आज समय बिजनेस किन गर्न जरुरी छ क्या। एउटा मान्छेको लाइफ मैले बुझ्दाखेरि मैले बुझ्दाखेरि चाहे एउटा मान्छे डक्टरै बनोस्, इन्जिनियरै बनोस्, कुनै पनि सेक्टरमै होस्, विदेशै जाओस् हौ, विदेश जानको उसको कारण के हो? कारण हो पैसा कमाएर के गर्ने, भोलि दिनमा लगानी गर्ने, इन्भेस्टर बन्ने हो। अब मान्छेले चाहिँ बुझेर हो कि नबुझेर हो के हो, जब हामीलाई इन्भेस्टर बन्ने नै छ त इन्भेस्टर बन्नको लागि त पहिला बिजनेस सिक्नु पर्यो नि त। कहाँनिर जबदेखि डाइरेक्ट इन्भेस्टर बन्न सक्छ त? सक्दैन नि त, बिजनेस सिक्नु पर्यो। अब उसलाई बिजनेस सिक्ने यहाँ अपर्च्युनिटी दिइरहेछु, ऊ सोचिरहेछ म विदेश जान्छु पैसा कमाउँछु, पैसाले इन्भेस्टर बनिहाल्छु क्या, मिलेन नि त। स्टेप बाई स्टेप फलो गर्नु पर्यो नि त। कस्तो खालको मान्छेहरूको माइन्डसेट क्या। त्यही भएर हामी क्लियर हौँ, म क्लियर छु, त्यसले गर्दाखेरि अगाडि बढिरहेको छु, बिजनेस गर्दैछु। मल्टिपल बिजनेस गर्ने हो, यहाँबाट राम्रो पैसा अर्निङ गर्ने हो। डाइरेक्ट सेलिङ भनेको पैसा कमाउने एउटा मेसिन हो, जहाँ हामी यहाँ बसेर पैसा पनि कमाउन सक्छौ, बिजनेस पनि गर्न सक्छौ, आफ्नो माइन्डलाई ग्रोथ गर्न सक्छौ, पर्सनल डेभलपमेन्ट गर्न सक्छौ, धेरै कुराहरू गर्न सक्छौ यहाँ बसेर है। त्यसको साथसाथै यहाँबाट कमाएको पैसा लिएर चाहिँ हामी अरू ठाउँमा पनि इन्भेस्टमेन्ट गरेर अगाडि बढ्न सक्छौँ क्या। यो भन्दा बेस्ट ठाउँ त कुनै हेर्दिनँ म, त्यही पनि जिरो इन्भेस्टमेन्टमा हो। के इन्भेस्टमेन्ट गर्नु परेको छ र? एकचोटि पर्चेज गर्दाखेरि आफू घरमा छ भने अनलाइन मिटिङ भएर प्रोस्पेक्टिङ गरेर स्किल्स मात्रै सिक्नु पर्ने रहेछ। जो स्किल सिक्यो उसको लागि त इजीको खेल हो क्या। साइकल चलाउनको लागि स्टार्टमा कम्ता गाह्रो हुँदै थियो, तर सिकिसके पछाडि त त्यही साइकलले कति किलोमिटर सेम लाग्दै एकदम इजी रहेछ क्या। तर सिक्नु चाहिँ पर्ने रहेछ क्या। अनि भने सिकिसके पछाडि त हाम्रो हातमा त ब्रह्मास्त्र आइसकेको छ,
यो बिजनेस त राम्रो पैसा कमाउने रहेछ, कमाइसकेपछि राम्रो ठाउँमा गर्ने रहेछ, प्लस अर्को नेटवर्क पनि बन्दैछ। हेर्नु त आज यहाँ कतिजना हुनुहुन्छ डक्टर इन्जिनियरदेखि लिएर फार्मेसी खोलेको व्यक्तिहरू हुनुहुन्छ, जानेर नजानेर जानिकन त उहाँसँग त मेरो एउटा कन्ट्याक्ट भयो नि त, एउटा नेटवर्क बन्यो नि त। मैले गर्दाखेरि र उहाँले गर्दाखेरि एक तरिकाको हाम्रो सम्बन्ध बन्यो क्या। केले गर्दाखेरि त थ्रु डाइरेक्ट सेलिङ क्या। त यस्तो मजाको ठाउँ मैले भेटिरहेको छु। यहाँबाट अगाडि बढ्दै जाँदाखेरि आउने दिनमा म कम्पनीको अनरसँग हात मिलाउने मौका पाउँछु, उहाँसँग साइडमा बसेर कुरा गर्न पाउँछु। के को कुरा? करोडौँको कुरा होइन, हजारको कुरा होइन नि त फेरि, किनकि कम्पनीको अनरसँग त त्यो हजारको कुरै हुँदैन नि त, करोडको कुरा हुन्छ नि त। हो, मलाई इन्भाइरोमेन्ट चेन्ज गर्नु छ क्या, मलाई मेरो इन्भाइरोमेन्ट चेन्ज गर्नु छ, मलाई मेरो परिवारको इन्भाइरोमेन्ट चेन्ज गर्नु छ। म आज कम्पनीको अनरसँग बसिरहेको छु भने यसको मतलब मेरो पनि केही औकात छ क्या, कमसे कम गाउँको मान्छेहरूभन्दा त धेरै नै औकात छ। त भने यति हामी सोच्नु पर्यो कि आज हामी एकदम बेस्ट प्लेटफर्ममा छौँ, डाइरेक्ट सेलिङ इन्डस्ट्री एकदम राम्रो छ, त्यसमाथि त झन् प्राइम वेलबिङ प्राइभेट लिमिटेड झन् खतरनाक। किन हामीसँग त यस्तो यस्तो खालको मेन्टर हुनुहुन्छ जहाँ 0 लेभलदेखि आज यो लेभलसम्म आउनु भएको छ नि त। हामीसँग हाम्रो मिलन श्रेष्ठ सर हुनुहुन्छ, सिनियरले पहिला सुनाउनु हुन्थ्यो क्या, सरको स्टोरी सुन्दाखेरि पनि मोटिभेट हुन्थ्यो। किन उहाँले 18 वर्षदेखि स्टार्ट गर्नुभएको हो नि त मिलन सरले, अनि त्यतिखेर हल्का धेरै चुलबुला हुनुहुन्थ्यो अरे क्या, कुनै पनि चिजमा एक्साइटिङ होइन, जस्तो गर्ने खालको हुनुहुन्थ्यो अरे क्या। अनि म पनि थोरै त्यस्तै थिएँ हो, हल्का अझै केही गर्छु खालको भन्ने जोस भएको मान्छे क्या मिलन सर। तर आज त्यो 18 वर्षको केटाले गर्दा गर्दा आज यो समयमा खुदको कत्रो ठुलो साम्राज्य बनायो क्या। मेरो क्वेसन, कत्रो ठुलो साम्राज्य बनायो क्या। हो, यो हो नि त। भने यो हो नि त पोसिबिलिटिज। आज सुमी सरको बारेमा सुन्दै जाँदाखेरि आउँछ हुसबम्ब आउँछ क्या। उहाँले त झन् खतरनाक, त्यो लेभलमा जुन बेलामा डाइरेक्ट सेलिङ नेपालमा थिएन, त्यो बेलामा इन्डियामा गएर खतरनाक गरेर सिकेर अब नेपालमा गर्नुपर्छ। नेपालमा मतलब 3 करोड मान्छेलाई आफ्नो हातमा लिनुपर्छ भन्ने सोच्नु भनेको नट अ जोक। हामी यहाँ 2 जना मान्छेले कसरी ल्याउनु भन्ने प्रब्लम भइरहेछ। उहाँले 3 करोडलाई लिन्छु भनेर सोचिराख्नु भएको छ, कम्ता ठुलो हो सोच। त्यत्रो ठुलो सोच्नु नै ठुलो कुरा हो क्या, कसम चाहिँ भनेको। किनकि हेर्नु त, कार किन्छु भन्ने आउँदैन क्या, जबसम्म पैसा कमाइँदैन नि म कार किन्छु भन्ने आउँदैन क्या। तर 2 लाख रुपियाँ कमाउनु त महिनाको, अब म जे भयो भने भोलि पर्सि म गएर कारै किन्छु भन्ने हुन्छ हुँदैन। त आज मतलब उहाँले 3 करोड मान्छेलाई समात्न खोजिराख्नु भएको छ भने उहाँको पनि त के क्षमता छ नि त। भने म उहाँबाट इन्सपायर हुन्छु क्या, कि मलाई पनि उहाँ जस्तो बन्नु छ। ढिलो चाँडो, तर मलाई चाँडै गर्नु छ, अझै चाँडो गर्नु छ। सो यसको लागि म मेहनत गर्नको लागि रेडी छु। मलाई जति मेहनत गर्नुपर्छ, जति खटाइ गर्नुपर्छ भने त्यो गर्नको लागि पनि रेडी छु। र मलाई कसैले सिकाउनु पर्यो भने पनि म सिकाउनको लागि पनि, जे सिक्नमा मसँग जे चिज छ, मेरो सायद कुनै पनि क्रिएटिभिटीले मेरो ग्रोथ हुँदैछ भने म सबैले सिकाउनको लागि पनि रेडी छु। मलाई चाहिँ के लाग्छ भने मैले कसैलाई सिकाएँ भने मेरो पनि ग्रोथ हुन्छ, म पनि सिक्छु, फेरि पनि मेरो पनि रिभिजन हुन्छ। त्यसको साथसाथ मैले मेरो कम्पनीको के काम लाग्यो भने पनि त्यसमा पनि राम्रो हुन्छ भन्ने म सोच्छु क्या। सो यति नै छ कुराहरू होइन, मेरो सोचहरू त्यसै नै छ। अनि यसरी नै अगाडि बढिरहेको छु, अनि मजा पनि आइरहेको छ। र यो चाहिँ मेरो प्राइम वेलबिङ कोबाट फर्स्ट वेबिनार थियो, जहाँ मलाई सिनियर सरले मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मलाई चाहिँ के भनिएको थियो भने पहिला मैले एकचोटि सिनियरलाई सोधेको थिएँ क्या, कि म्याम मैले चाहिँ यसरी मतलब अमृता म्यामलाई सोधेको थिएँ कि मैले चाहिँ यस्तो खालको वेबिनार कहिले दिन पाउँछु भनेर सोधेको थिएँ क्या। अनि उहाँले चाहिँ के भन्नुभएको थियो भने, सर जब तपाईँ पल पुग्नुहुन्छ त्यस पछाडि पाउनुहुन्छ भनेर भन्नुभएको थियो क्या। तर मजाको कुरा के छ भने म त अहिले पल पुगेको छुइनँ नि त, त्यही पनि मैले यो मौका पाएँ नि त। मतलब सायद मैले केही चिज गरेँ, मैले सायद केही चिज एचिभ गरेँ होइन, सायद सिनियरलाई केही चिज लाग्यो होला, मेरोमा हेर्नुभयो होला, त्यसैले मलाई त्यो अपर्च्युनिटी दिनुभयो। त्यसको लागि एकदमै थ्याङ्कफुल छु कि उहाँले मलाई सम्झिनु भयो र यसरी 2 शब्दहरू राख्न मौका दिनुभयो। सो यसको लागि धेरै धेरै धन्यवाद भन्न पनि चाहन्छु। हाम्रो प्राइम वेलबिङ प्राइभेट लिमिटेडलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, हाम्रो सिनियरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति नै भन्दै फेरि पनि मेरो सेसन यही टुङ्ग्याउँदै हजुरको माझबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद, थ्याङ्क यू सो मच। र यो समय फेरि पनि आरती रिजाल म्यामलाई टाइम पास गर्न चाहन्छु। थ्याङ्क यू सो मच सबैजनालाई।